नमस्कार। यहाँको परिचय? मेरो नाम श्याम प्रसाद अर्याल। यो म बसिराखेको ठाउँ चाहिँ वालिङ 11 वालिङ नगरपालिकाको 11 नम्बर वार्डको डौवा भन्ने गाउँ हो। यो यातायातको लगभग सुविधा, यातायातको पहुँच भएको ठाउँ भन्नुपर्छ। मैले यहाँ मौरी पाल्न उता पारीको जङ्गललाई टार्गेट गरेर मौरी पाल्न खोजेको हो र अहिले करिब 25 वर्ष अगाडिबाट मौरी पालिरहेको छु, मौरीमै रमाइरहेको छु। कति घार मौरी पाल्नु भएको छ अहिले हजुरसित? कति घार मौरी? यो सिजन हो, मेरो अहिले करिब 91-92 गोला मौरी छ। अरू बढ्छ, यो झन्डै 100-150 गोला मौरी पुग्छ। माग भएदेखि मौरी बेचिदिन्छु, माग नभएदेखि म उत्पादन गरेर म अलि खप्न सक्छ। मौरी चाहिँ जोगाउनु गाह्रो हुन्छ बर्खामा। हजुरले चाहिँ यो सुरु गरेपछि अहिले हाल चाहिँ प्रति वर्ष कति केजी मह चाहिँ बिक्री गर्नुहुन्छ खासमा? त्यो चाहिँ ठ्याक्कै भन्न सकिँदैन। जस्तो के हुन्छ भन्दाखेरि कहिले 250 किलो पनि हुन्छ। सेराना मौरीको मह त उत्पादन कम हुन्छ, मेलिफेराको जस्तो होइन। यो 4 गुणा कम हुन्छ मौरी। यो हाम्रो अब तपाईँहरूले यसमा त अब धेरै वर्ष काम गर्नुभयो, ठ्याक्कै वार्षिक किसानहरूले कहिलेका महत्त्वाकांक्षा पनि राखेको हुन्छ कि धेरै उत्पादन हुन्छ अरे, यति धेरै उत्पादन हुन्छ अरे भनिरहेको हुन्छ। यसको युट्युबहरूमा पनि आएको देख्छु। यसको चाहिँ ठ्याक्कै हजुरको उसमा चाहिँ हजुरको अनुभवले अहिलेसम्म गरेको कामको हिसाबले प्रति वर्ष प्रति घार सेरेना मौरीको नर्मल्ली कति केजी उत्पादन हुन्छ मह चाहिँ? यो ठ्याक्कै भन्न मिल्दैन। कसरी मिल्दैन भने एभरेजमा सामान्यतया 8-10 किलो मह हुन्छ वार्षिक। कहिलेकाहीँ त मौरीको रानुको स्तर खस्कँदो अवस्थाको रह्यो भने त्यस्तो बेलामा नजान्ने किसानहरूसँग पऱ्यो भनेदेखि त 1 वर्षमा 1 किलो मह पनि हुँदैन। अनि त्यसपछि मौरी नै सिद्धिसकेको हुन्छ, किसानले थाहा पनि पाउँदैन। हामीले पनि बल्ल अहिले पछिल्ला दिनहरूमा आएर अलिकति मुसो पाएको हो। त्यो तालिम भन्छन्, तालिम लिएर केही पनि जान्दैन मान्छेले, थ्योरी जान्दछ, प्र्याक्टिकल एस्पेक्टमा चाहिँ केही पनि थाहा हुँदैन। तालिम दिने मान्छे पनि कति निपुण हुन्छन् र त्यो पनि त्यहाँ पो छ त कुरो त। किताब पढेर तालिम दिने मान्छेहरूले सिकाएको कस्तो हुन्छ कामका आधारमा। के छ मौरीको लागि एकदम सुरुदेखि अन्तिमसम्म जान्नै पर्ने कुरा चाहिँ के कुरा रहेछ व्यवस्थापन अलिकति हजुरको अनुभवले? यो त अति गहन र ठुलो महत्त्वपूर्ण विषय हो। एकदम सिम्पलली अब यो धेरै यो दिनभरि जाला। आधारभूत ज्ञानहरू अनिवार्य नभई हुँदैन। अब जस्तै आधारभूत कुराहरू भन्नाले मौरीको रानु कुन हो, भाले कुन हो। एउटै घारभित्र 3 किसिमका मौरी हुन्छन् नि त, कर्मी, रानु र भाले। तिनीहरू सबैको एक आपसमा अन्योन्याय सम्बन्ध हुन्छ। त्यो सम्बन्ध यस्तो हुन्छ प्रगाढ कि तलमाथि केही हुनै हुँदैन। रानीको स्थिति कमजोर भयो भनेदेखि मौरीको गोलै नष्ट हुन्छ। यदि भाले उत्पादन भएन भनेदेखि त्यहाँ पनि बिग्रियो। कर्मी मौरीको अवस्था पनि चरण राम्रो भएन भने त्यहाँ पनि बिग्रियो। त्यसैले यी तिनैटोको एकदमै अन्योन्याश्रय सम्बन्ध छ र वार्षिक जीवनचर्या हुन्छ नि जुन मौरीको, त्यो पुरै जानेको हुनु पर्यो। त्यो चाहिँ त्यो किताब पढेर जानेर हुँदैन, त्यो व्यवहारमा उत्रेर जानेको हुनु पर्यो। जस्तो अब यो चिसो तातो सिजनमा चाहिँ गर्नुपर्ने हामीले मुख्य कामहरू के हुन्छ? ढिलो भइसक्यो, मैले यो चाहिँ बोरा ओडाएको, यो पानी छम्काउनु पर्यो। यसमा अब पानी छम्काउनु पर्छ। किन भन्दाखेरि नत्र भित्र यो बढी ताप भयो भनेदेखि भित्रको अन्डाहरूबाट लार्भामा जान नसक्ने अवस्था सिर्जना हुन्छ बढी तापको कारणले। यसलाई चाहिने भन्दा बढी तापक्रम पनि आवश्यक छैन। अब यहाँ कतिलाई चाहिँ सुपर चढाएर राखेको छु, कतिलाई सुपर चढाएर राख्नु मान्छे अलिकति केही न केही शीतल होस् भनेर कतिलाई चढाएको छ। यो यसमा अब यो एकछिनमा अब मैले हजुरलाई यो चरण मौरी त अहिले एकदम फस्टाउँदो व्यावसायिक रूपमा नेपालमा विभिन्न स्थानीय तहले मौरीहरू वितरण गरेको, मान्छेहरूले घर घरमा मौरी राख्न बढी इच्छा व्यक्त गरेको अथवा बढी व्यवसाय प्रवर्धन गरेको देखिन्छ हैन? के मौरी एकदम सजिलै ट्याक्क ल्याएर मौरी घार मात्रै राखिदिएर मौरीसित घार लिएर आएर राखिदिएर मह उत्पादन हुने हो कि के छ यसमा चाहिँ?
मेरो एकजना दाइले, सानीमाको छोरा दाइले, श्याम तिम्रो मौरी चराउन लिएर आउन, मेरो कागती फुल्यो भने। कतिवटा बोट छन् नि दाइ कागती भनेको? 3-4वटा छन् भन्नुभयो। मलाई हाँसो लाग्यो। त्यो 3-4वटा बोटो कागतीले त यो घर मौरीलाई पनि ठेक्दैन त, गाह्रो छ त। चिउरीको बोट भएको भएदेखि एउटा कुरो थियो, कमसेकम 4-5 घार मौरीलाई, 6 घार मौरीलाई त लगभग पुग्थ्यो त एउटा वयस्क चिउरीको बोटको फुलको रसले। त्यस्तो हुँदैन। अब जस्तै यहाँ यो बोट देख्नुभएको छ, यो पर यो बोट, यो सिन्कौली यस्ता चाहिँ 100-200 बोट भएको भए राम्रो हुन्थ्यो होला। किन भन्दाखेरि आफ्ना यो वर्षैभरि फुलिरहन्छ। नेपालको हावापानी यस्तो छ कि भनिन्छ नेपालमा 12 लाखभन्दा बढी मौरी गोला पाल्न सकिन्छ भन्ने कुरो छ। तर यहाँ 4-5 लाख गोलाभन्दा मौरी बढी छैन। सम्भावना जङ्गली स्रोतको मात्रै हो त्यो। सम्भावना धेरै बोकेको छ। जस्तै अब कटुस फुल्छ, त्यो कटुसको त्यस्तो काँडाको फुलमा पुगेर कुनै यस्तो प्राणी छैन कि जसले त्यो रस चुसेर लिएर आएर मह बनाओस्। मौरीले नै ल्याउनु पर्यो। र प्रकृतिको रचना एउटा गजबको छ। मौरीले त्यस्तो ठाउँमा पुगेर रस बटुलेर लिएर आएर मह बनाउँछ। राज्यको त्यो पुष्प रस लाखौँ लाख डलरको चाहिँ खेर गइरहेको मैले अनुभूत गरेको छु। तर यहाँ चाहिँ राज्यले त्यो 50% अनुदान दिएर किसानले के माग्छ त्यो पो दिने हो। सरकारले एउटा नीति बनाउँछ, नीतिले चाहिँ सरकारको विरोध गरेको होइन मैले, नीति बनाउँछ अनि त्यसपछि त्यहाँबाट त्यो नीतिमा तिमीले यो गर, हामीले यो गर्छौँ भनेर। किसानको डिमान्ड हुनु पर्यो, किसानको हैसियत के हो त्यसमा भर पर्छ। चरन त पहिलो आवश्यकता हो। चरन छैन भनेदेखि मौरी पालेर सफल हुँदैन। एउटा चरन त छ जसरी पनि छ। अब चरनको कुरा गर्दा जस्तो व्यवसाय गर्ने अथवा 2-4 घार पाल्नेहरूले पनि मैले यहाँ तपाईँकोमा अलिक फरक देखिरहेको छु। धेरै मौरी पालकहरू कहाँ म गएको छु, तर हजुरले यो कता कता विभिन्न किसिमका चिजहरू ल्याएर रोपेर मौरीकै लागि भनेर यो रोपिरहनु भएको छ। जस्तो एउटा किसानले 2-4वटा मौरी घार पाल्दै गर्दा, राख्दै गर्दा अथवा व्यवसाय हुँदै गर्दा उसले विभिन्न अब ठाउँको अनुसार फरक होला, तर मुख्य चिजहरू कुन बिरुवाहरू रोपिदियो भने यसो मौरीलाई भुल्ने बाटो, मह पनि बढी उत्पादन हुने, अप्ठ्यारो पर्दाखेरि सजिलै मौरीले ल्याउन सक्ने खालका केही त्यस्ता बिरुवाहरू छन्। थुप्रै छन्। यहाँ पाती देख्नु भएको छ, यो पातीमा पनि मौरीको पातीको फुलमा नि गएर रस बटुलेर यो पातीमा बस्छ होइन? त्यसो भएर त मौसिरको मह तितो हुन्छ नि। मह त मह नै हो, तितो हुन्छ। यहाँ त रुदिलो देख्नु भएको छ। रुदिलो चाहिँ हजुरकोमा एकदम धेरै मैले मौरी देख्नु भएको छ। यो पानी भएन, यहाँ त समस्या भयो। पानी राज्यले कहीँबाट खानलाई पानीको समस्या चाहिँ देख्नु भएको छ। यो खेती उता हेर्नु यो मकै सुकेर यस्तो स्थिति छ। अनि त्यसपछि मौरी बचाउने कसरी, यो पो समस्या। यतातिर राज्यले केही गर्दैन। 50% अनुदान दिन्छौँ मौरी पाला भनिदिन्छ। अब के त्यसरी त त्यो हुँदैन। अब यो मौरी पालनमा यहाँ चाहिँ विभिन्न मौरी पालक सङ्घसित पनि आबद्ध हुनुहुन्छ होइन? किसानको लागि एकदम छोटो शब्दमा किसानले के गर्नुपर्ने र राज्यले के गर्यो भने हाम्रो मौरी पालन व्यवसाय यो निर्यातमुखी र यो व्यवसायमुखी हुनसक्छ। यसमा चाहिँ अलिकति केही हजुरको अनुभव? नेपालमा छरिएर रहेका किसानहरूको एउटा छाता सङ्गठन छ। त्यो सङ्गठनको नाम नेपाल मौरी पालक महासङ्घ भन्ने हो। र म योभन्दा पहिला कार्यसमिति, केन्द्रीय कार्यसमितिको उपाध्यक्ष पनि थिएँ नेपाल मौरी पालक महासङ्घको। र अहिले म चाहिँ यहाँ जिल्लामा साथीहरूले सबैले तँ बस्दै अन्त अध्यक्ष भनेर म अध्यक्ष छु। यो किसान थोरै 2-4 घार मौरी जति राम्रो मह दिन्छ त्यति धेरै घार मौरी भएर राम्रो मह दिने होइन। जति थोरै मौरी भयो त्यति राम्रो मह उत्पादन हुनसक्छ भन्ने मलाई लाग्छ। हामीले त के भन्दाखेरि अब यसैमा लागिहालियो, लगानी अलिकति भयो, यहाँ राज्यले यस्तो दिन्छ उस्तो दिन्छ भनेर म लागेको होइन र त्यस्ता पछि पनि म लाग्दैन। र राज्यले मेरो त 51 घार मौरी गुल्टाउँदा राज्यले 1 रुपियाँ पनि दिएन मलाई। त्यो बिमा गरेको त्यो बिमाको क्लेम पनि दिएन भनेपछि यो बिमा पनि मौरीमा सफल छैन। र बिमावालालाई त मैले त के भनेको थिएँ भन्दाखेरि तपाईँहरूले मौरी बिमा गर्ने त तपाईँ को हो प्राविधिक? मौरी पालेको मान्छे हो कि पालेको मान्छे होइन? मौरी पालेको मान्छे हो भनेदेखि एउटा कुरो हो,
नपालेको मान्छे भने थाहा छैन र नत्र थोत्रा गाडी लिएर गएर भिरबाट गुल्टिआएर बिमा क्लेम गरे जस्तो होइन मौरी भनेको एकदम संवेदनशील विषय हो भनिदिएको बिमावाला पनि नाजवाब भएको थियो कि र यो 41वटा बिमा कम्पनीका प्रमुखहरूको कार्यक्रममा पनि मैले हरिहर भवनमा एउटा आफूले 10-15 मिनट बोलेर अलिकति केही कुराहरू राखेको थिएँ। अब यो मौरीको लागि मुख्य अब आहाराको लागि एकदम जान्नै पर्ने र लगाउनै पर्ने चाहिँ बिरुवाहरू एउटा यो हजुरले यो सुनकौली होइन यो चाहिँ सुनकौलीमा दुइटै मह र पराग दुइटैको लागि हो कि के छ दुइटैको लागि हो खै त चाहिँ यसले कति समय थेक्छ खास चाहिँ यसको फुल त अब बिउ बनिसक्यो अब यो कामै भयो सिद्धि तर जे होस् यसले आफ्नो बेलामा यसले पनि काम दिन्छ विभिन्न फुलहरू अब जस्तो हामीले लाउने बाली नाली हुन्छन् मैले अरूले भन्दा 3 हप्ता पहिला मकै छरेको थिएँ मेरो मकै त्यहाँ हिँडै हेर्ने भने देखिन्छ यहीँ यहाँ मकै किन छरेको त भन्दाखेरि यति बेला त चरन अहिले छैन खासै अब चिलाउनी फुल्ने बेला भएको छ अब यो चिलाउनी 10-15 दिन फुल रह्यो भनेदेखि त्यति बेला मह हालिहाल्छ त्योभन्दा अगाडिको लागि के भन्दाखेरि त कुटको लागि त पराग बोकेर लिएर अन्त त्यहाँ हुन्छ नि त छाउरा हुर्काउनलाई त मकैले पनि काम दिन्छ अन्नबालीहरूले काम दिन्छन् यहाँ खेर गएका पुष्पहरू थुप्रै छन् पुष्परसहरू पाइन्छ अब जस्तै मेरो सधियाराहरूले बुटा पालेर यसरी दुःख दिइरहेछन् मलाई त्यो चरो आउँछ मौरी खाने चरो आउँछ अनेक दुःख दिन्छन् बुटा काट्दिन्नन् तैपनि मलाई के फाइदा भइरहेको छ भन्दाखेरि त्यहाँ उ छ नि त्यो फुल फुल्छ नि रामसिंहको त्यसले पनि काम दिन्छ काठगुण काठ बैगुन नभएको छ भन्दाखेरि यस्तो छ। अब यो अघि सोध्नु भएको थियो नि 2-4 घर मौरी पाल्ने किसानहरूको लागि पनि केही सुझाव छ कि भनेर त 2-4 घर पाल्नेले पनि आधारभूत कुराहरू जानेकै हुनुपर्छ। आधारभूत कुराहरू जानेन भनेदेखि त्यो मौरीको रानी कहिले निस्क्यो यो रानीले कतिसम्म काम दिन्छ आदि कुराहरू त नजानी भएन। अनि अब राम्रो चरण भएको बेला छ भनेदेखि भालेकोषहरू बनाउन सुरु गरिसक्छ। राम्रो चरण भएको बेलामा भालेकोष बनाउन सुरु गर्छ त्यसपछि मौरीको सङ्ख्या वृद्धि हुन्छ अनि फुटेर निस्केर जान्छ। त्यो बेलामा चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यहाँ धेरै कुरा छन्। अब यदि छोटो समयमा सानो कुरा गरेर सबै कुरा त एकैचोटि ओकल्न सकिँदैन। अब यो व्यवहारमा यो कस्तो भन्दाखेरि यो पौडी खेले जस्तो हो क्या बुझ्नुभयो त पौडी खेल्दाखेरि पानी नखाइकन पौडी खेल्न सिकिँदैन मौरी पाल्नु पनि मौरी नपालिकन सिकिँदैन। अब यहाँ कतिमा मौरीका सप्लायरहरू हुन्छन् उनीहरूले सिकाएको कुरो सुन्दाखेरि हामीलाई हाँसो लाग्छ कि यसो गर्नु 7 मिटरभन्दा म कम्ती नराख्नुहोस् भने अस्ति एक ठाउँमा एकजनाले मौरी सप्लायर रहेछ भन्ने कुरो थाहा भयो किनभने ऊ मौरी बेच्ने हो खरिद्ने बेच्ने हामी त ऊ नजिकै पनि छ त हाम्रो मौरी पुरानो रानी छ दुइटै भनेदेखि त खातेर राखे पनि हुन्छ केही फरक पर्दैन 1 मिटरै राख्नु पर्दैन है। यो वास्तवमा मैले 4 घर 5 घर राख्ने भनेर बनाएको यो सेड तर यहाँ कति छ 1 2 3 4 5 6 7 8 9 घर पनि त छ त अझै पनि अब बाग्लो भयो भनेर यो पर्सि निकबस्तिर अलिकति मौरी जाँदैछ। यो घटाएपछि फेरि यहाँ विभाजन गरेर मौरी फेरि बढाउनु पर्ने छ। ल समय दिनुभयो हामी चाहिँ अब यो ठ्याक्क टु द पोइन्ट क्वेसन र एन्सर कति मिल्यो कति मिलेन त्यो एकजना मौरीको बारेमा चासो राखेर आउनुभयो यहाँले केही कुरो सोध्नुभयो मलाई भन्ने अवसर दिनुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु। धन्यवाद।